काँडा काँडा छाराको टुक 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 टुक। ला अब नि यो प्याज उखाल्ने बेला भएको र उखाल्ने बेला भएर नि यसको जवान गयो। फल्न त राम्रै फल्न तर धेरै रोपेछौँ नि दुईजनालाई त राख्न मिल्छ भने त ठिकै पछि कुयो भने चाहिँ गाह्रो। कतिको सन्तुष्ट हुनुहुन्छ हौ बुढा? ला चुडा ती भाँच्नु भएछ कि कस्तो पार्नु बल्ल बल्ल उम्रेको यो अदुवा त्यहाँ बाँध्नु। अब अघि नै भाँच्नुहुन्छ है भनेर त्यस्तै होस् अब बिचरा बल्ल बल्ल उम्रेको। ए यता पनि रहेछ त प्याज त राम 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 एक दोग्रो भइसकेछ यता पनि। कोरिया बसाइ कतिको सन्तुष्टि छ त? एकदम एकदम के सन्तुष्टि एकदम 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 एकदम। आज हाम्रो प्याज खन्ने दिन। हामीले चाहिँ ड्युटी सकेर प्याज भात पनि खान गएनौँ कोठैमा खाने भनेर यसरी प्याज रोपेका थियौँ हामीले है। अनि प्याज चाहिँ राम्रै फल्यो। अब उखेल्ने बेला भएछ। सुकेर भन्दा पनि यो त यति छिटो त नसुक्नु पर्ने नि चुडा यति चाँडो चाहिँ सुक्दैन थियो। पानी परेको परै भएर मरेर बल्ल सुकेको। आहा नेपालबाट नेपाली अकबरे खुर्सानी रागे खुर्सानी यो बिरुवा बल्ल बल्ल उम्रियो। धेरै छरेको है तर एक बोटमा 2 बोट मात्र उम्रियो। कति आनन्द लाग्ने रागे खुर्सानी भन्दा। रागे खुर्सानी यति मात्र हो। यो त यो अर्को खुर्सानीको छेउ भएर हुँदैन होला है फुल भएर।